हेलो गाइज, आज चाहिँ म यहाँ पार्कमा आएको छु हैन। म तपाईलाई पार्क देखाउँछु कस्तो छ, लाइक जापानको पार्क। मेरो कपाल के भयो? इट्स ओके, नोट। अनि म तपाईलाई पार्क देखाउँछु। यो फेरि आइफोनमा चाहिँ के भन्छन्, यो ब्याक क्यामेरा गर्नै मिल्दैन फेरि पनि। सी भ्यू, अमेजिङ भ्यू छ है, एकदम दामी छ। सो हेर्नुहोस्, यस्तो बब्बाल पार्क छ नि यो, लाइक यो चाहिँ हुन्छ नि बच्चाहरूले खेल्ने हो। यिनीहरू चाहिँ यो चाहिँ एउटा पार्क हो, फेरि पनि एउटा पार्क हो। बच्चाहरूको लागि चाहिँ यस्तो दामी दामी छ यो खेल्नलाई। म चाहिँ यता आफ्नो साथीहरूसँग आएको थिएँ आज। यो लाएर मेरो सेकेन्ड थर्ड टाइम भयो म यो पार्क आएको। लाइक अहिले चाहिँ म लास्ट यही सिजनतिर आएको थिएँ, डिसेम्बरमा आएको थिएँ आई थिङ्क। अनि अहिले पनि लाइक आज चाहिँ नोभेम्बर 21 भइरहेको छ। त्यही लगभग 1 इयर पछि आएँ, बट यस्तो दामी छ नि। अलि छिटो आउनु थियो मैले। अलि छिटो आएको भए चाहिँ यो रुखहरू छ नि सबै रेड 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 हुन्थ्यो क्या। अहिले त्यसमा त केही पातैहरू छैन, सबै झरिसक्यो। तर यस्तो बब्बाल छ नि यो पार्क। उता यो बच्चाहरूलाई चिप्रेटी खेल्नलाई छ। यो छ नि यो बक्स जस्तो, यहीँ भित्रबाट गएर ऊ पर माथिबाट चढेर फेरि यहाँबाट स्लाइड भएर तल पुगिन्छ कि। पार्क चाहिँ फेरि दामी पार्क छ। ल म तपाईहरुलाई पार्कको टुर गराइराख्छु। कस्तो लाग्यो कमेन्ट गर्नु होला। दे आर माई फ्रेन्ड। यता चाहिँ हामी साथीहरूले मिलेर के घरको स्न्याकहरू खाने भनेर पुरी अनि चना अनि के खानेकुराहरू ब्राउनहरू लिएर आएर राखेको थियौँ कि पार्कमा गयो भने एकछिन टाइम पास गर्नलाई के खाना पनि हुन्छ। त्यो खायौँ हामीले। अनि हेर्नु यति धेरै यो कौवाहरू यति धेरै आएको चाहिँ लाइक हेर्न सक्नुहुन्छ। यति धेरै कौवा पनि एउटा बच्चाहरूले खेल्ने हुन्छ नि पार्क टाइपकै हो कि के बच्चाहरूलाई खेल्नलाई। यहाँबाट पनि जान मिल्छ। अनि यो साइडमा पनि यस्तो छ। लाइक यता चाहिँ बच्चाहरूलाई माइन्ड डाइभर्ट गर्नलाई यति धेरै यस्तो खेल्नेहरू बनाएको छ नि। अनि रमाइलो छ। पार्क पनि दामी छ, एकदम ठुलो पार्क छ। लाइक ओ कौवा आई थिङ्क यो जापानको कौवाहरू पनि धेरै ठुलो ठुलो हुन्छ हाम्रो नेपालको भन्दा नि। यता चाहिँ बच्चाहरूलाई आफै बालुवामा खेल्न दिन्छन्। रमाइलो चाहिँ दामी छ यो ठाउँ। यहाँ पनि यस्तो छ। यो चाहिँ यो वाला चाहिँ यो चाहिँ म खेल्छु अहिले। अनि म चाहिँ यता अहिले माथि आइपुगेँ। अनि यति धेरै भर्याङ थियो कि भर्याङमा त पुरै थाकेँ एकछिन त। अनि यहाँबाट हेर्नुहोस् तलको भ्यू कस्तो छ। अहिले चाहिँ म कुनै भोइस ओभर गरिरहेको छु कि कुनै कुरामा बोलेको छैन। अनि त्यहाँ भोइस ओभर गरिरहेको छु। यो देखाएँ नि मैले के जस्तो, यो चाहिँ मैले फर्स्टमा देखाइरहेको थिएँ नि यहाँबाट जानु मिल्छ भनेर हो।
त्यो बाटोबाट आउँदा चाहिँ त्यहाँ पुगिन्छ है। अनि यहाँ चाहिँ म अहिले बसेँ है। सो अब म त्यहाँ गएर बस्छु, बसेर अनि चिप्लेटी भन्छ नि हाम्रोतिर त। अनि रमाइलो लाग्यो, एकछिन त कस्तो रमाइलो लाग्यो मलाई। हेर्नु न साथीहरू के हो यस्तो, त्यहाँ पार्कबाट आएदेखि त अलिकति सन्चै छैन, चिसो लागे जस्तो छ, एकदमै सन्चो छैन कि। रमाइलो चाहिँ फेरि डेन्जर रमाइलो लाग्यो मलाई। पार्कमा सबभन्दा बेस्ट लागेको यही होला मलाई। अरू त सबै पार्कमा राम्रो छ, फेरि पनि यो चाहिँ आफूले इन्जोय गरेको भएर धेरै रमाइलो लाग्यो। अनि प्लस यो माथि धेरै माथि भएको भएर झ्याउ भयो कि। सो गाइज म चाहिँ एकचोटि अझै गइरहेको छु है यहाँबाट गर्न। यो चाहिँ हुन्छ नि त्यो बच्चाहरूको लागि हो, तर हामी पनि जान मिल्छ, तर अलिक गाह्रो हुन्छ कि यसमा। रमाइलो चाहिँ म पहिला गएको थिएँ, टाउकोमा यति जोडले चोट लाग्यो, त्यही भएर म त सासै कस्तो भयो, त्यही भएर म त्यसमा जाँदिनँ। भर्याङ चाहिँ फेरि यति ठुलो छ, भर्याङबाटै थाकेर भए पनि म भर्याङबाट गइरहेको छु। थाकेँ म त, म देखाउँछु यति लामो भर्याङ। ऊ चाहिँ मेरो साथी हो। अब यहाँबाट जान्छु, एकचोटि अझै ट्राई गर्छु। रमाइलो छ, बच्चाहरू पनि छन्। त्योबाट चाहिँ यहाँ पुगिन्छ है, त्यहाँबाट चाहिँ। अनि म चाहिँ यहाँबाट अझै एकचोटि जान्छु अगेन। बच्चाहरू पनि खाइरहेको रमाइलो। अब लास्ट हामीले कफी पिएर घरतिर लाग्यौँ। ओके बाई बाई।